प्लस 1500 प्लस 250 भाइ तिम्रो 2550 भयो ए ल म 25 हालिदिन्छु हजुरलाई त्यो 2550 हो किन 25 हाल्ने भाइ 2550 हाल न ए दाइ हजुरलाई यस्तोमा पनि 2-300 नाफा भइसकेको छ दाइ कहाँ 25 हालिदिन्छु क्या ए भाइ 2-300 को नाफा कमाउन थाल्यो भने म गाडी चढेर हिँडिहाल्थेँ यति सानो सामान बेचेर 2500 त्यत्रो नाफा हुन्छ त भाइ यार 2500 को सामान बेच्दाखेरि कुरा नगर्नु न दाइ त्यस्तो नि भाइ 2550 हाल है अरु थाहा छैन नत्र सामान हुँदैन है तिमीलाई ए ल दाइ भाइ तिम्रो 105 रुपैयाँ भयो 105 रुपैयाँ ल यो 400 रुपैयाँ दिनु त मलाई 300-400 रुपैयाँ तिम्रो 105 रुपैयाँ भयो त्यति 5 रुपैयाँ त छोडिदिनु दाइ यसमा पनि 20-30 रुपैयाँ नाफा भइसकेको छ हजुरलाई त्यति 5 ए भाइ यति सामान बेच्दाखेरि हामीलाई 20-30 रुपैयाँ नाफा हुन्छ र यार यस्तो नाफा हुनु पनि हामी काठमाडौँमा घर किनेर घरमा बसिहाल्छ नि किन सामान बेचेर बस्नु पर्यो र तिमी चाहिँ खुल्ला छ छैन छैन दाइ शिवजीको मूर्ति छ भाइ छ मूर्ति लाऊ भाइ कति पर्छ नि यसलाई यसको भाइ 2500 रुपैयाँ 25 मलाई 2000 मा दिनु न त कहाँ भाइ यार यसको 2000 खरिदै छैन भाइ यार त्यस्तो नभन न यार कहाँ 1800-1900 पर्यो होला दाइ कहाँ 2000 दिनु न कहाँ भाइ चोरीको मालहरू 1800-1900 मा आउनु होला भाइ यार त्यसको कुरो नगर न यार त्यो त आउँदैन नि भाइ त्यो 1800-1900 मा यार ए हाल कुरा नगर्नु दाइ ल 2100 गरिदिनु ल हुन्छ 2100 हुँदैन भाइ तिमी पसल गर्ने त्यति छ मेरो ठाउँ बसेर हेर न भाइ तिमी कसरी बेच्छौ भनेर तिमीलाई चाहिन्छ चाहिँदैन भाइ ए दाइ होस् ल